धेरै साथीहरुको फेसबुकबाट पैसा हराइरहेको छ, धेरै साथीहरुले मलाई मेसेज गरिरहनु भएको छ पैसा कम भइरहेको छ, घटिरहेको छ अथवा गायब भइरहेको छ भने यो भिडियो चाहिँ तपाईको लागि। तपाईले चाहिँ पैसा कमाउनु भएको थियो, हिजो अस्तिसम्म धेरै पैसा थियो र आज चाहिँ जिरो देखाइसकेको छ अथवा तपाईले कमाइरहनु भएको थियो घटिरहेको छ भने यो भिडियो चाहिँ तपाईले हेर्नु होला अन्तिमसम्म। तपाईलाई चाहिँ मैले सिकाउने छु तपाईको पैसा कहाँ गएर बसेको छ, कसरी चाहिँ भेटाउन सकिन्छ भनेर मैले चाहिँ सिकाउन गइरहेको छु। यसरी चाहिँ फेसबुक खोल्नु होला, फेसबुक खोलिसकेपछि तपाईं चाहिँ पर्सनल ड्याशबोर्डमा आउनु होला। यसरी हेरेर तपाईले पर्सनल ड्याशबोर्ड खोजेर तपाईले पर्सनल ड्याशबोर्डमा आइसकेपछि यो हेरेर तपाईले चाहिँ हेरेर सबैले यहाँनिर घटिरहेछ भन्नुहुन्छ। यो चाहिँ तपाईको 28 दिनको मात्रै पैसा हो, 28 दिनभन्दा पहिला कमाएको पैसा चाहिँ यसमा देखाउँदैन। त्यो भएर चाहिँ तपाईले कसरी हेर्ने भनेर म तपाईलाई सिकाउन गइरहेको छु। यहाँनिर माथि मोनेटाइजेसन लेखेको छ, यसमा चाहिँ तपाईले क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर जो टुडे लेखेको छ यो चाहिँ आज तपाईले कति कमाउनु भयो त्यो पैसा चाहिँ यसमा देखाउँछ र यहाँनिर यता अर्कोमा चाहिँ तपाईले यो महिना कति कमाउनु भयो त्यो देखाउँछ र माथि टोटल चाहिँ तपाईको अप्रिल 1 2 लेखेको छ। यसमा चाहिँ अप्रिल 1 देखि 2 गतेसम्मको यति पैसा कमाएको हो भनेर यसमा देखाइरहेको हुन्छ। यो चाहिँ यो इंग्लिश महिना मात्रै हो, तपाईको चाहिँ इंग्लिश महिना अनुसार फेरिन्छ। हिजो इंग्लिश महिनाको 1 तारिक भएको कारणले गर्दा तपाईको चाहिँ पैसा गायब भए जस्तो मान्ने हो, जस्तै पहिलाको महिनाकोमा गया हो। र त्यो पहिलाको पैसा कहाँ हेर्न सकिन्छ भनेर तपाईले चाहिँ जान्न चाहनुहुन्छ भने यहाँनिर जो पैसा देखाइरहेको छ तपाईले घटिरहेको भन्नुभएको छ यसमा क्लिक गर्नु होला। यसमा क्लिक गरिसकेपछि यहाँनिर माथि लास्ट 28 डेज लेखेको छ, यसमा चाहिँ तपाईले क्लिक गरेर यहाँनिर लास्टमा लास्ट 90 डेज लेखेको छ, यसमा चाहिँ तपाईले क्लिक गरिदिनु भयो भने तपाईले चाहिँ 90 दिन भित्र कमाएको पैसा टोटल चाहिँ यसमा देखाउने छ। हेर्नु हेर्नुस् तपाईको चाहिँ पैसा हराएको छैन, टोटल पैसा यसमा देखाउने छ। 90 दिनको चाहिँ 90 दिन भन्दा पहिलाको हो भने यसमा देखाउने छैन। तपाईको चाहिँ हिजो अस्ति जो पैसा हराएको थियो त्यो पैसा चाहिँ यसमा छ। तपाईले चाहिँ टेन्सन नगर्नु होला, कमाएको पैसा कतै पनि हराउने छैन। यसरी चाहिँ तपाईले हेर्न सक्नुहुन्छ। र अरु कुनै समस्या छ भने तपाईले चाहिँ मलाई कमेन्ट गरेर अथवा मेसेज गरेर भन्न सक्नुहुन्छ। तपाईको समस्याको समाधान म लिएर आउने छु।